आमा दाजुभाइ काठमाडौँमा जम्मा हुनु है। रविलाई नयाँ दिन दसैँ पछि जुट्नु पर्छ है। नयाँ सरकार आए पनि पुरानै छ पारा। जेनजीको बलिदान बिर्से हुतियारा। रविलाई फसाउन खोज्ने सबै भागे। साँचो बोल्ने रविलाई जेलमै पुर्याए। बुवा आमा दाजुभाइ काठमाडौँमा जम्मा हुनु है। रविलाई नयाँ दिन दसैँ पछि जुट्नु पर्छ है। प्रमाण कुनै आधिकारिकता के पनि चाहिएन। असत्यलाई यसरी भन, एकैपटक मल्टिपल सोर्सबाट भन, ठुलो स्वरले भन। देशको लागि गर्छु भन्दै लागेका हुन रवि। सबै मिली बिगार्न खोज्दैछन् छवि। तपाई हामी बुझेकाले बुझाउनै पर्छ। देश बर्बाद जम्मा भई छुटाउनै पर्छ। कति रोए कति हाँसे प्रतिशोध साधी। रविलाई बुझ्नु है सबै देशवासी। देशको लागि गर्छु भनी आएको हो रवि। प्रधानमन्त्री बनाउने छौ राखी उच्च छवि। बुवा आमा दाजुभाइ काठमाडौँमा जम्मा हुनु है। नयाँको घन्टी बजाई रविलाई छुटाउनु पर्छ है। रवि लामिछानेज्यू अन्ततः रिहाई भइसक्नु भएको छ। साँच्चै जनताको माया पाएका रवि लामिछाने अन्ततः जनताकै साथमा आएका छन्। जनताले चाहे भने सबै कुरा पोसिबल छ भन्ने कुराको ठुलो नमुना हो हैन। यत्रो बच्चाहरूलाई मार्न सकिला आज हामीले देखेको भए हामी पनि मार्दिन्थ्यौं के। त्यो स्योर हो त्यो कुरा चाहिँ। तर सालेहरू लुकेर कहाँ गयो? तिनीहरूलाई पाम मात्र तिनीहरूलाई तलबाट तिनीहरूको चाकमा आगो लगाइदिने। अब के लाग्छ त अब यो जनताको नेतृत्व रवि लामिछानेज्यूले गर्नुहुनेछ? जनताको नेतृत्व रवि लामिछानेले गर्नुहुन्छ त हेर्नु त। हेर्नु यहाँ के छ आज? यही हो नि त सबभन्दा ठुलो कुरा त गर्नुहुन्छ। जनताभन्दा ठुलो केही पनि छैन र जनताले चाहेको जहिले पनि सत्य हुन्छ। आफै लिखित गरेर माग फारम भरेर लिएको पेश गर। रविलाई फसाउँदा गयो तिम्रो सत्ता। गगन केपी घरैमा खान्छन् तलब भत्ता। काङ्ग्रेस र कान्तिपुर फसाउने हुन् गुरु। खाली कागज देखाएर गरेका सुरु। जनताले बुझेका छन् तिम्रो अत्याचार। रविले नै अन्त्य गर्छ देशको भ्रष्टाचार। बुवा आमा दाजुभाइ काठमाडौँमा जम्मा हुनु है। रविलाई नयाँ दिन दसैँ पछि जुट्नु पर्छ है। सत्यको जित हुन्छ भन्ने कुरा आज पुष्टि भयो। प्रचण्डलाई अगाडि भएको भए यसरी रिङटेर गाडेर मार्दिन्थे केपीलाई पनि। जनताकै माया पाएका रवि लामिछाने अन्ततः जनताकै सामु आएका छन् हैन? आए र आज जनताले गर्दा नै पोसिबल भएको हो। त्यही भएर जनता भन्दा ठुलो केही आउनु पर्छ। अब जहाँ जनता छ जनताको भन्दा ठुलो कुरा हो। देशको प्रधानमन्त्री बन्नु पर्छ रवि लामिछाने। आमिर खान छ नि नायक फिल्मको आमिर खान रवि लामिछाने बन्ने छन्। वी आर विथ रवि लामिछाने। अन्ततः निकै नै खुसी यो सार्न सक्छौँ, हामी देख्न सक्छौँ। जेनजी पुस्ताहरूको यो खुसियाली यो रवि लामिछानेज्यूको रिहाईसँगै धेरै जेनजी साथीहरू यहाँ उपस्थित हुनुभएको छ। यो माया अन्ततः जनताका माया पाएका रवि लामिछाने अन्ततः जनता